There is a fact about me that a lot of people don't know is that I write a lot. म बहुत लेख्थेँ क्या पहिला, बहुत लेख्थेँ है। अनि एन एक्सेसिभ अमाउन्ट अफ राइटिङ। अनि देयर वाज अ टाइम इन माई लाइफ, आजभन्दा 2-3 वर्ष अगाडि आई वाज राइटिङ अ बुक। अनि आई वाज राइटिङ अ बुक बेसिकली। अनि यो बुक खतरा थियो है। एट द टाइम आई थट इट वाज अ ग्रेट बुक है। एन्ड स्लोली आई वाज राइटिङ एन्ड राइटिङ राइटिङ मैले त्यो बुक लेख्दै गरेँ, हुन्छ नि, सब कभर्सहरू अनिखेरि सबै टाइटल डिजाइनिङहरू सब कन्टेन्टहरू सब बनाइसकेको थिएँ। इट वाज रेडी अलमोस्ट। एन्ड आई स्टार्टेड रिभ्युइङ द्याट बुक। अनि देयर वाज अ ग्याप इन बिट्विन। जस्तो हुन्छ नि, मैले एकचोटि रिभ्यू गर्छु अनिखेरि ग्याप हुन्छ, फेरि रिभ्यू गर्छु। एन्ड एभ्री टाइम द्याट आई चेक, जति बेला मैले रिभ्यू गर्थेँ, आई स्टार्ट टु सी द फ्लज इन इट। हुन्छ नि, मैले गल्तीहरू देख्न लागेँ त्यो बुकमा अब। अनि एट द टाइम आई थट इट वाज राइट। अनि पछि फेरि चेक गर्दाखेरि वाट हेभ रिटन, के लेखेको यस्तै हो, के चलिरहेको थियो तेरो दिमागमा, हाउ स्टुपिड यु वर। यस्तो नि कोही लेख्छ। बट एट द टाइम आई थट द्याट वाज राइट। सबै कुराहरूले सेन्स बनाउँथ्यो त्यो टाइममा। बट पछि गएर चेक गर्दाखेरि इट नेभर मेड सेन्स टु मी। अनि एउटा टाइम आयो, यो सर्कल लुप हुँदै हुँदै गयो एन्ड द बुक इज नो मोर। एन्ड यो कुरालाई मैले खासै, हुन्छ नि, लाइट दिन्थेन कि। एन्ड अबाउट अ विक अगो अर टु, कति थाहा भएन मलाई है, रिसेन्टली आई गट हिट विथ इट। अनि कसरी हिट गरेको भन्दाखेरि एउटा भिडियो हेर्थेँ कि यु कान्ट लिभ इन द पास्ट, यु आर लिभिङ इन द पास्ट। यदि तिमीले, हुन्छ नि, आफ्नो मिस्टेक्सहरू पास्टमा गएर यो मेटाउँदै गयो भने यु विल नट एक्जिस्ट एनी मोर भनेर। एन्ड एक्ज्याक्टली, इट वाज अ ग्रेट बुक, or at least at the time I thought it was. And now it's no more.